तनहुँको त्रिशुली नदी किनारमा फेला परेको बसको सोमबार पनि उत्खनन गरिने भएको छ। नारायणगढ मोगलिन सडक खण्डमा पहिरोले बगाएर त्रिशुली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभरि बसको उत्खनन गरेका थिए। सोमबार पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार त्रिशुली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो। उक्त बस 2081 साल असार 28 गते चितवनको भरतपुर महानगरपालिका 29 अन्तर्गत सिमताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश 030001 ख 2495 नम्बरको गणपति डिलक्स लेखिएको बस हुन सक्ने प्रहरी कार्यालय तनहुँले जनाएको छ। सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय सारङ्गाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा 2 र इलाका प्रहरी कार्यालय आबु खैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा 12 जनाको टोली घटनास्थलमा खटिएको छ। घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रहरीले बताएको छ। हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालय तनहुँले जनाएको छ।